हेलो एभ्रिवान। आज म यो नेप्लिज पासपोर्टको अपडेटको बारेमा भिडियो बनाउँदैछु। यो धेरैलाई कन्फ्युजन छ, जस्तै मलाई पनि कन्फ्युजन थियो कहाँ जाने के गर्ने भनेर। फर्स्टली हामीले यो वेबसाइटमा जाने हो। यसमा चाहिँ तपाईँको थाहा पाउनुपर्ने दुईवटा कुरा हुन्छ, जस्तै तपाईँलाई पासपोर्ट कति टाइममा चाहिन्छ त्यो बुझ्नु पहिला। तपाईँलाई जस्तै मलाई पासपोर्ट बनाइरहेको छु, मलाई पैसा बढी तिर्नु छैन, म पासपोर्ट चाहिँ बनाइरहेको छु, मलाई टाइम लागे पनि हुन्छ भन्यो भने चाहिँ तपाईँलाई सिडिओबाट गर्नु। यो चाहिँ काठमाडौँ, भक्तपुर, ललितपुरको हकमा चाहिँ लागु हुन्छ। मलाई तर मलाई चाहिँ चाँडै चाहिन्छ, म बढी तिर्छु भन्यो भने चाहिँ तपाईँले पासपोर्ट डिपार्टमेन्टमा गर्नु होला। जस्तै धेरैले चाहिँ तपाईँको के गर्नुहुन्छ भने बनाइराख्छु भन्दाखेरि पनि तपाईँले पासपोर्ट डिपार्टमेन्टमा गएर चाहिँ 12,000 तिरिराख्नु भएको छ, त्यो चाहिँ 7,000 घाटै हो। त्यसमा जानु, काठमाडौँ भनेर गर्नु। यहाँ डिएओ हुन्छ, यसको डेट पाउनु चाहिँ अलिक गाह्रो छ। बिहान बिहानको समयमा गर्नुभयो भने चाहिँ तपाईँले डेट पाउनुहुन्छ है। डिएओमा गर्नुभयो भने जम्मा तपाईँलाई 5,000 लाग्छ है। तपाईँले डिपार्टमेन्ट अफ पासपोर्टमा गर्नुहुन्छ भने डेट पाउनुहुन्छ एएमपिएममा, यहाँ चाहिँ 12,000 लाग्छ। तपाईँलाई जरुरी छैन 1 महिनासम्म पनि वेट गर्छु, 15 दिन 1 महिनासम्म वेट गर्छु, पासपोर्ट आइपुग्छ भन्नुहुन्छ भने चाहिँ डिएओमा गर्नु। यो चाहिँ धेरैले भन्दैन, मैले पनि कति सर्च गरेँ, कहीँ पनि भनेको छैन, यो मेरो आफ्नो एक्सपिरियन्सले मैले पत्ता लगाएको कुरा हो है। डिएओमा सिडिओ हो यो। डिएओमा डेट पाउनुभयो भने चाहिँ तपाईँले जम्मा 5,000 तिरे पुग्छ। तर तपाईँले डिपार्टमेन्ट अफ पासपोर्ट लिनुहुन्छ भने चाहिँ यु डोन्ट ह्याभ एनी चोइसेस, यु हेभ टु पे 12,000। 12,000 चाहिँ तपाईँको 2-3 दिनमा निस्किन्छ। तपाईँलाई चाहिए नचाहिए पनि तपाईँले 12,000 चाहिँ पे गर्नै पर्यो। प्लस लाइन पनि धेरै हुन्छ है। डिपार्टमेन्ट अफ पासपोर्टमा चाहिँ तपाईँको अब अरूले भनेअनुसार बिहान 10 बजी जानुहुन्छ भनेदेखि लगभग 4 घन्टा लाग्छ। तर सिडिओमा जानुहुन्छ भने चाहिँ यु विल ओन्ली अराउन्ड 20 मिनट्स है। मेरो 20 मिनट्स पनि लागेन, जाने बित्तिकै लगभग 15 मिनट्समै भयो है। यो सिडिओ कार्यालय हो, यसमा गर्नुभयो भने चाहिँ तपाईँको टाइम पनि बच्यो, पैसा पनि बच्यो। तपाईँलाई यो इन्फर्मेसन दिउँ भनेर पासपोर्ट सम्बन्धी है। तर सिडिओमा चाहिँ तपाईँको क्युआर पेमेन्ट हुँदैन, तपाईँले क्यासै 5,000 बोकेर जानुपर्छ। त्यहाँ तपाईँले भाउचर दिन्छ, भाउचर भर्ने हो, त्यो चाहिँ हातले भर्ने हो। अब हाम्रो नेप्लिज गभर्मेन्ट सिस्टम यस्तो रहेछ, तपाईँले हातले भर्ने अनि ब्याङ्क भाउचर बुझाउने, 5,000को बुझाउने, क्यासै दिनु पर्यो, क्युआर चाहिँ उनीहरूले एक्सेप्ट गर्दैन। अनि बायोमेट्रिक दिने, सिद्धो, तपाईँको काम छैन। जस्ट 20 मिनट्समा तपाईँको बन्छ है। थ्याङ्क यू।